फ्रेंड्स वेलकम बैक टू माई चैनल। आज हामी गर्न आँटेको छौँ एकाउन्टिङ विषयको एकाउन्टिङ इक्वेसन। यहाँ इन्फर्मेसनहरू छ। 2 नम्बरमा के छ, कमेन्स्ड बिजनेस विथ क्यास रुपिस 1 लाख एन्ड ब्याङ्क रुपिस 60,000। बिजनेस स्टार्ट गरियो नगद 1 लाख र ब्याङ्कबाट 60,000 निकालेर। गुड्स पर्चेज फर रुपिस 40,000। सामान खरिद गरियो 40,000 में। फर्निचर पर्चेस्ड अन क्रेडिट फर रुपिस 60,000। फर्निचर भनेको टेबुलहरू, त्यस्तोहरू, टेबुल बेन्चहरू खरिद गरियो तर केमा, लोनमा। क्रेडिट भनेको लोन, रुपिस 60,000। मिसनरी कस्टिङ रुपिस 60,000 सोल्ड एट रुपिस 50,000। यसको सिपी कति रहेछ 60,000 तर एसपी कति छ 50,000। अब हामी यसको फर्मेट बनाउनेछौँ। मैले जस्तो फर्मेट बनाएको छु त्यस्तो सेम फर्मेट बनाउनु होला। यो पहिलो ब्र्याकेटमा एसएन अनि दोस्रो ब्र्याकेटमा पार्टिकुलर्स अनि एसेट इज इक्वल्स टु क्यापिटल प्लस लायबिलिटिज। एसएनमा हेरौँ। नम्बर एनमा के छ, कमेन्स बिजनेस विथ क्यास रुपिस 1 लाख एन्ड ब्याङ्क रुपिस 60,000। अनि हामी के लेख्ने, कमेन्स्ड बिजनेस लेख्ने हैन। बिजनेस कमेन्स स्टार्टेड भनेको, कमेन्स्ड भनेको स्टार्टेड। अनि यो सुरुमा कति छ 1 लाख। 1 लाख प्लस 60,000 भयो। 1 लाख 60,000 प्लस लोन त लिएको छैन त्यही भएर 0। अब यो ब्र्याकेटलाई क्लोज गरिदिने। यो पहिलो भइगयो। अब यहाँ हामीले लेख्ने स्टार्टिङ इक्वेसन। सुरुमा छ 1,60,000 बराबर 1,60,000 प्लस 0। 2 नंबर गुड्स परचेज फर रुपिस 40,000 गरियो, सामान खरिद गरियो। के गरियो, गुड्स परचेस्ड परचेज कतिमा 40,000 प्लस 40,000। किन भनेपछि 40,000 को सामान आयो तर कति रुपियाँ गयो, फर 40,000 भनेपछि 40,000 मा किन्यो भनेपछि 40,000 आयो पनि 40,000 गयो पनि। त्यही भएर हामीले यहाँ माइनस 40,000 पनि लेख्ने। अब यहाँ प्लस माइनस भएपछि यता 0 लेख्दा भइहाल्छ, बराबर 0 प्लस 0। यसलाई क्लोज गरिदिनु। अब यहाँ न्यू इक्वेसन लेख्ने। बीचमा न्यू इक्वेसन, यो ए पछि स्टार्टिङ इक्वेसन, त्यसपछि बीचमा जति हुन्छ न्यू इक्वेसन, लास्टमा फाइनल इक्वेसन। अब यहाँ कति छ, 1,60,000 मा 40,000 जोड्यो, फेरि 40,000 घटायो भने त्यति नै बच्छ। 1,60,000 प्लस 0। सी नम्बरमा के छ, फर्निचर पर्चेस्ड अन क्रेडिट फर रुपिस 60,000। फर्निचर टेबुलहरू खरिद गरियो लोनमा तर भनेपछि 60,000 को सामान आयो हैन। फर्निचर परचेस्ड कतिको सामान आयो 60,000। के गयो, केही गएन, किनकि यो पछि जाने हो। अहिले हामीले तिरेको छैन, लोनमा खरिद गरेको छौँ भनेपछि 60,000 को सामान मात्रै आएको छ, हामीले 60,000 दिएको छैन अहिले भनेपछि यसमा घटाउने नघटाउने। लोन नखरिदेको हो, त्यही भएर यो एसेटमा मात्रै हुन्छ, क्यापिटलमा हुँदैन, लगानीमा हुँदैन। यसमा 0 प्लस यसमा जोड्ने, यो पछि तिर्ने हो, त्यही भएर यो हाम्रो ल्याबिलिटिज मतलब दायित्वहरुमा हुन्छ।
अब यो ब्राकेटलाई पनि क्लोज गरिदिने। लेख्ने न्यू इक्वेसन 1,60,000 मा 60,000 गएपछि कति हुन्छ 2,20,000 2,20,000 इक्वल्स टु 1,60,000 प्लस 60,000 एसिस्ट बराबर क्यापिटल प्लस लिएबिलिटिज हुनुपर्छ जहिले पनि। 2 नम्बरमा के छ मेसिनरी कस्टिङ रुपिस 60,000 सोल्ड एट रुपिस 50,000 यसको कस्टिङ कति थियो 60,000 मा किन्यो र 50,000 मा बेच्यो। घाटा हो कि नाफा भयो घाटा। हामीलाई सामान कतिको मिलेको छ सुरुमा मेसिनरी सोल्ड लेखिदिउँ बेचेको छ नि त कतिको सामान आयो 50,000 को कति रुपैयाँ गयो 60,000 सामान कतिको थियो 60,000 को थियो त्यही भएर 60,000 गयो। अब यहाँ लेख्ने नाफा भयो कि घाटा भयो घाटा भनेपछि के गर्ने माइनस अनि त्यहाँदेखि कति रुपैयाँ घाटा भएको छ 60 मा 50 10,000 यसमा ब्राकेटमा लस लेख्ने एल घाटा नाफासँग लिएबिलिटिजको केही फरक छैन। लास्ट ब्राकेटलाई पनि क्लोज गरिदिउँ अनि यसमा लेख्यौँ फाइनल इक्वेसन 2,20,000 मा 50,000 जोडेर 60,000 घटायो भने कति हुन्छ 2,10,000 बराबर 1,60,000 मा 10,000 घटाएपछि 1,60,000 मा 10,000 घटाएपछि 1,50,000 प्लस 60 बराबर भयो नि 1,50,000 मा 60,000 दिँदा 2,10,000 दिस इज द लास्ट भयो यति नै गर्नुपर्छ।